कार्यक्रम हेर्नुहोला। दर्शकबिन यतिखेर हामी अम्लिसी युवा समाजमा छौँ र अम्लिसी युवा समाजका एक हाम्रा वरिष्ठ समाजसेवी हाम्रा यहाँका उपाध्यक्ष जीसँगको कुराकानीलाई हामी जोड्न चाहेका छौँ। हजुरलाई कार्यक्रम सन्देश मञ्चमा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। हजुरको शुभ नाम भनिदिनुहोस् न। मेरो हर्क राजपूत हो। अनि हजुर यस अम्लिसी युवा समाजमा कुन पदमा कार्यरत हुनुहुन्छ? म उपाध्यक्ष पदमा हो। त्यसो भएदेखि वास्तवमा तपाईँलाई यो समाज के हो जस्तो लाग्छ? समाज भन्ने एउटा राम्रो उद्देश्य जस्तो लाग्छ मलाई। जसम्म हुनसक्छ यो कुनै ठुलो कुरो चाहिँ होइन, लागि पर्दाखेरि जस्तो लाग्छ मलाई। एकदम सान्दर्भिक विचार दिनुभएको छ र समाजको बारेमा तपाईँले यति मिठो सुझाव सल्लाह दिनुभयो र अहिलेसम्म तपाईँ यो समाजमा एउटा उपाध्यक्षको पदमा कार्यरत हुनुभएको कति भयो? हालै 1 वर्ष जति भयो होला। र मैले देखिरहेको छु तपाईँहरूले सायद मेची नगर 1 मा सबैभन्दा बृहत सबैभन्दा ठुलो एउटा कार्यक्रम स्टेज मञ्च खडा गर्नुभएको छ। यो एउटा सबैको लागि गर्वको कुरा हो र तपाईँहरूले के उद्देश्य लिएर चाहिँ तपाईँले यो एउटा ठुलो एउटा मञ्च बनाउनु भएको छ त? हामी यो समाजलाई चिनाउनका लागि एउटा मञ्च बनाउन खोजेको हो। किनभने यहाँनिर अब यत्रो ग्राउन्ड छ है, त्यसमा खेलकुदहरू सबै थोक हुन गइरहँदाखेरि मञ्चको आवश्यक परेकोले गर्दाखेरि हामीले पनि एउटा यो ठाउँमा बनाउन एउटा भनेर चाहिँ हामी सामाजिक हिसाबले हामी जुन एउटा कमिटीले नै हामीले चाहिँ यो उद्देश्य लिएर चाहिँ बनाउन खोजेको, बनाइ पनि सक्यौँ। आज हामी उद्घाटन गर्दैछौँ त्यसलाई। धन्यवाद। र तपाईँलाई यो समाजको कुरा गर्दै जाने क्रममा समाज सेवा के जस्तो लाग्छ तपाईँलाई? समाज सेवा भनेको एकदम, किनभने त्यो असहाय व्यक्तिलाई साथ लिएर अघि बढ्नु नै यो समाज जस्तो लाग्छ मलाई। अत्यन्तै सुन्दर विचार। र समाज सेवाको बारेमा तपाईँले आफ्नो विचार राख्नुभयो र समाज सेवा गर्दै जाने क्रममा चाहिँ तपाईँले कस्तो प्रकारको अनुभव गर्नुभएको छ कि समाज सेवा गरेर कतिको सहज छ जस्तो लाग्छ तपाईँलाई? सहज त कुनै कार्य गर्दा पनि सहज त हुँदैन, र पनि त्यसमा किनभने हरेक बाधा अवरोधहरू आउँछन् र पनि त्यसलाई चाहिँ चिरेर अगाडि बढ्नको लागि चाहिँ हामी तत्पर लागि परिरहेको छौँ र गरिरहनेछौँ। र तपाईँहरूले एउटा यो मेची नगर 1 मा नै एउटा भनौँ नाम राख्ने किसिमको जुन प्रकारको एउटा मञ्च बनाउनु भएको छ र यसमा चाहिँ विशेष गरेर कस्तो प्रकारको कार्यक्रमहरूको आयोजना गर्नुभएको छ? हालै त अब आज नै उद्घाटन गरिँदैछ होइन। अब सांस्कृतिक कार्यक्रम हामीले राखेका छौँ। अब यस पछाडि भनेको विभिन्न खेलकुदहरू हुन्छन्, त्यसलाई पनि अगाडि निरन्तर बढाउने कार्य जारी राख्नेछौँ भन्ने आशा लागेको छ मलाई। किन हामीले मात्रै सकेन भनेदेखि हाम्रो वार्ड नम्बर मेची नगर 1 सम्पूर्ण व्यक्तिले यसमा खेलकुद कार्यक्रम राख्न सक्नुहुन्छ होइन, यो मञ्चलाई प्रयोग गर्न सक्नुहुन्छ। धन्यवाद विचारको लागि है त। एभ्रीवान, बहिनीको लागि एकचोटि पुनः ताली। फेरि को आउँदै हुनुहुन्छ? म हेरिरहेको छु यहाँनिर। फेरि पनि म तपाईँहरूलाई पुनः जानकारी गराउन चाहन्छु, तपाईँहरू यदि कोही कसैले पनि मेरो यो आवाजलाई सुन्न सकिरहनु भएको छैन भनेदेखि र तपाईँहरू यदि नाच्न गाउन इच्छुक हुनुहुन्छ भनेदेखि प्लिज लेट्स कमान, अगाडि आउनुहोस्। दर्शकबिन यतिखेर अब हामी फेरि पुनः जोडिरहेका छौँ अम्लिसी युवा समाजका अध्यक्षजीसँगको कुराकानीलाई। हजुरलाई कार्यक्रम सन्देश मञ्चमा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। र हजुर अम्लिसी युवा समाजमा एउटा उच्च पद अध्यक्ष पदमा कार्यरत हुनुहुन्छ र अहिलेसम्म हजुरले यो अध्यक्ष पदमा रहेर यो समाज भन्ने विषयमा के बुझ्नु भएको छ? वास्तवमा तपाईँलाई के जस्तो लाग्छ समाजको विषयमा? समाज भनेको एउटा घर परिवार जस्तो हो। घर परिवार जस्तो जसरी हामीले सहज तरिकाले घर व्यवहार चलाउँछौँ त्यही किसिमले चाहिँ यो समाज चलायो भने घर परिवार जस्तै हुन्छ, नङ्ग्रा मासुको सम्बन्ध जस्तै हो। अति सुन्दर विचार राख्नुभएको छ। साँच्चीकै एउटा समाजभित्र रहिसके पछाडि हामीले एउटा नङ्ग्रा मासु जस्तै भएर हामीले समाजमा बस्नुपर्ने हुन्छ। अनि हजुरले यो जुन प्रकारको एउटा विशाल एउटा कार्यक्रमको आयोजना गर्नुभएको रहेछ, यो कार्यक्रमको उद्देश्य के जस्तो लाग्छ तपाईँलाई? यो कार्यक्रमको उद्देश्य चाहिँ तपाईँको समाज अगाडि बढोस्, हाम्रै समाज देखेर अरू पनि जागरुक होस् भन्ने उद्देश्य। अति राम्रो विचार राख्नुभयो। के जस्तो लाग्छ समाज सेवा गर्दै जाने क्रममा बिचबिचमा अवरोध आउँछ भने कसरी लड्नुहुन्छ त्यसको लागि? अब 2-4वटा कुरोहरू त अब घर परिवारमा पनि अब आगो चुलोमा आगो बलेन भने ठोस्नुपर्छ। त्यस्तै कारणले समाजमा पनि केही विरोधहरू आयो भने त्यसलाई सुन्ने, एउटा कानले सुन्ने एउटा कानले उडाउने गर्दै समाज अगाडि बढाउनुपर्छ।
र आजको यो सांस्कृतिक कार्यक्रममा कहाँबाट कुन कलाकार आउँदै हुनुहुन्छ त? यही अब राष्ट्रिय कलाकार त होइन र पनि हाम्रै यस मेचीनगर भित्रकै कलाकारहरू साथै इन्डियाबाट पनि आउँदै हुनुहुन्छ। उसो भएदेखि आजको यो कार्यक्रमको मेन उद्देश्य भनेको तपाईँहरूले एउटा समाजको नामलाई उच्च गर्नुको सँगसँगै तपाईँले भने बमोजिम यो हाम्रो समाजले गरेको यो जुन एउटा उद्देश्यलाई कामलाई हेरेर अरू समाजहरूले पनि एउटा सिकोस् एउटा सन्देश र एउटा पाठ सिकोस् भन्ने तपाईँहरूको एउटा उद्देश्य रहेको रहेछ र तपाईँले अत्यन्तै छोटो समयमा सान्दर्भिक विचार राख्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। स्वागत छ। तपाईँ के गीत गाउनुहुन्छ? थ्याङ्क यू। मैले अलिकति बुझिनँ रहेछु क्या, उहाँले गाना गाउनको लागि परैबाट कुदेर चाहिँ माइक्रोफोन लिएर हुन्छ नि एउटा देख्नुभयो नि, परैबाट चाहिँ म गाउने मान्छे यो तरिकाले आउँछ, नाच्ने मान्छे ठाडोबाट आउँछ सरी। नमस्कार दर्शकबिन, र यतिखेर फेरि हामी पुनः हाम्रो यही अमृत सेवा समाजका केही हाम्रा समाजसेवी व्यक्तिसँग कुराकानी गर्न गइरहेको छौँ। अब भने उहाँसँगको कुराकानी लाई कार्यक्रम सन्देश मञ्चमा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। र मैले अघि भर्खरैदेखि यहाँका बुद्धिजीवीहरूसँग कुरा गर्दै आइरहेको छु र तपाईँ पनि मसँग जोडिनु भएको छ र हजुर यस समाजको एक अग्रज बुद्धिजीवी हुनुहुन्छ र अहिलेसम्म तपाईँ एउटा समाजको कुन एउटा पदमा कार्यरत हुनुहुन्छ? म अहिले अमृत सेवा समाजको सचिवको पदमा कार्यरत छु। र तपाईँले यो सचिवको एउटा पदमा रहेर आफ्नो एउटा कार्यकालभित्रमा चाहिँ तपाईँले एउटा समाज भन्ने जुन विषयलाई कुन रूपले हेर्नुभएको छ? एउटा समाज भनेको एउटा हामी जति पनि यस एउटा परिवार जस्तो एउटा समूहको आधारमा हेर्छौँ म। र यहाँ अहिले हामीले एउटा यो समूह भनौँ अब एउटा अमृत सेवा समाजमा सचिवको पदमा कार्यरत रहिरहेर विभिन्न कुराहरूमा सेवा गर्न पाउँदाखेरि म अत्यन्त खुसी छु। र तपाईँको कस्तो प्रकारको राय सल्लाह छ कि समाजलाई हामीले कसरी अगाडि बढाउन सक्दछौँ? र यो समाजमा सबैमा एउटै खालको विचार हुनुपर्छ। यो हाम्रो समाजमा विभिन्न किसिमको फ्याकल्टी हुनु भएन। समाजमा रहेर सबैको विचार विमर्श र लगनशीलता र जुनै पनि कामहरूमा सहयोगको भावना र कुनै कार्यमा के कुरो गर्न चाह्यौँ हामी अगाडि बढ्ने एउटा उद्देश्य लिएर हिँड्दाखेरि सबै सम्पूर्ण समाजको जति पनि सदस्य बदलिनु भएका परिवार हुनुहुन्छ उहाँहरूबाट साथ र सपोर्ट चाहिँ हामीलाई हुनुपर्छ भन्ने मेरो एउटा उद्देश्य। र समाजभित्र हामीले देख्ने गरेको पाइन्छ कि समाजमा व्यथिति कुरीति विकृतिहरू विभिन्न प्रकारका समस्याहरू हामीले देखिरहेको हुन्छौँ र समाजभित्र भएका यस्ता प्रकारका व्यथिति कुरीति विकृतिहरूलाई हामीले कसरी निराकरण गर्न सक्दछौँ? के छ यसमा तपाईँको विचार? यसमा पनि त्यही भन्छु, एउटा असल समाजमा रहिसके पछाडि सम्पूर्ण समाजका टिम र सम्पूर्ण समूहमै सामाजिक समूहमै एउटा राम्रो सफल विचार हुनुपर्छ र कुनै पनि त्यो कूटनीतिक खालको विचार र विभिन्न समाजमा मान्य नहुने त्यस्ता खराबी विचारहरूलाई चाहिँ अलिक पछि राखेर राम्रो असल कार्यहरूमा अगाडि बढ्यो भने अवश्य राम्रो भएर जान्छ। धन्यवाद अत्यन्तै सुन्दर अनि सान्दर्भिक विचारको लागि। र आज तपाईँहरूले यो एउटा विशाल सांस्कृतिक अनि सम्मान कार्यक्रमको आयोजना गर्नुभएको रहेछ। यो एक त हामी सबैको लागि एउटा आफैमा एउटा गर्वको कुरा पनि हो र तपाईँहरूले यसरी सांस्कृतिक कार्यक्रमहरू गरिरहँदाखेरि तपाईँहरूलाई चाहिँ कस्तो महसुस भइरहेको छ? एक प्रकारको समाजमा कुनै प्रकारको एउटा ठुलो उन्नति प्रगति भएको जस्तो र समाजमा तपाईँहरूले यो प्रकारको सांस्कृतिक र यस्तो प्रकारको कार्यक्रम गर्दाखेरि समाज अरू अन्य समाजहरूले पनि तपाईँहरूको यो कार्यलाई देखेर उनीहरूले पनि एउटा पाठ सिकोस्, उनीहरूलाई पनि एउटा सन्देश जाओस् भन्ने खालको यस्तो प्रकारको तपाईँहरूमा यो विचारधारा छ कि छैन? यो एउटा हाम्रो यो अमृत सेवा समाजमा एउटा नमुनाको रूपमा हामीले उत्रिन चाहिरहेका छौँ र हामीले यस्तै कार्यहरू गर्दै गएर चाहिँ हामीले एउटा अन्य समाजहरूमा पनि चिनाउने एउटा मौका होस् भन्ने खालको हामीले हेतुले जुन कार्यहरू गरिरहेको छ यसरी नै गर्दै जाइराखौँ। यस्तै नयाँ नयाँ आविष्कारहरू गर्दै जाउँ, नयाँ नयाँ एउटा समाजमा चाहिँ एउटा उत्कृष्ट हुने समाजलाई बाहिरको कुनै व्यक्तित्वले पनि यसो हेर्दाखेरि यो समाज चाहिँ निकै राम्रो खालको वातावरण भएको समाज रहेछ भन्ने खालको
होस् भन्ने खालको सन्देश दिन चाहन्छु म। धन्यवाद। तपाईँले अहिलेसम्म हाम्रो कार्यक्रममा रहेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई हाम्रो कार्यक्रमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। र तपाईँहरूले बेलुकाको खाना खाएर आउनुभएको छ कि छैन मलाई नढाकी भन्नुहोस् त। खानुभएको छ नि? खोइ त आवाज मेरो जस्तो निकाल्नुहोस् न। खाए कि खाएन हो? अब झापाली जहिले पनि ठाडो भाषा, जहिले पनि ठाडो बोल्ने। म हेटौडामा जाँदाखेरि सबैले मलाई भन्थे तपाईँ झापाको हो अरे। किन हो भने मैले झापाको मान्छे अलिकति ठाडो बोल्छ अरे, त्यसैले गर्दा खाए कि खाएन हो? खाए। फेरि आउँदै हुनुहुन्छ, एकचोटि ताली ल बहिनीको लागि। मलाई आँखा झिम्काउनु हो उहाँले। यो देशमा गाह्रै छ, उहाँले हेर्नुहोस् त मलाई आँखा झिम्काएर जानुभयो। सुटुकर अब यसको लागि के नियम छ त, कानुन छ हाम्रो देशमा। तर केही छैन गाइज, मैले जस्ट जोक गरे हो। उहाँको लागि कतिजना हुनुहुन्छ सपोर्टर? एभ्रिबडी ल आवाज गई। अरे बाफरे, अहिलेसम्मको सबैभन्दा ज्यादा म त यही बिटबक्सलाई जाने भयो। हेलो, उहाँलाई मैले पक्रेर ल्याएको छु किनकि उहाँको हिजो मैले त्यो नयाँ सालको सेलिब्रेसनमा 12 बजेको डान्स हेरेको छु। त्यही डान्सले उहाँको म फेन हो। कस्तो लाग्छ तपाईँहरूलाई? तपाईँहरू फेन हो? रमेशजी वेलकम। भाइ तपाईँ के गर्नुहुन्छ? बिटबक्स ऱ्याप पनि अरे। ल सुरु गर्नुहोस्। साथीभाइको साथ भएपछि हामी अघि अघि बढी हेल्ने हात हाम्रो पछि पछि ए चालिरहेको मगनी भइसक्यो मेरै पालो छ दिदीको मगनी भइ हे भन सोल्टी बरोबर नघाटी हे भन सोल्टी पाउनु पर्ने चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊ माया गरिरहन पाऊ